नमस्कार सम्पूर्णमा जो जहाँ जसरी रहनुभएको छ राम्रैसँग रहनुभएको छ होला भन्ने आशा राख्दै आज पनि हजुरहरू समक्ष एउटा भिडियो लिएर उपस्थित भएको छु। स्वागत छ सबैजनालाई मेरो अर्को एउटा भिडियोमा। आज चाहिँ म हजुरहरूलाई कार्की परिवारद्वारा आयोजित भएको श्रीमद् भागवत महापुराणको फुलपाती विसर्जनको भिडियोहरू लिएर प्रस्तुत गर्दैछु। यता चाहिँ हाम्रो लोचु भाइले सबैजनालाई मुखमा अबिर दल्दिँदै गइराख्नु भएको छ र माताजीहरू राधे राधे भन्दै फुर्तीको साथ बसिराख्नु भएको छ। यता टमटममा बस्ने माताजीहरू पनि हुनुहुन्छ र सबै माताहरूले एकत्रित भएर हामीहरूले जुन जलयात्रामा ल्याएको कलशको पानी अहिले विसर्जन गर्नका लागि सबै कलश अघि लगाएर गाडीको तर्फबाट हामी विसर्जनमा लानेछौँ र 3 दिनसम्मको श्रीमद् भागवत महापुराणमा धेरै फुर्तीको साथ हामीहरूले दिन बिताइरहेका थियौँ र आज चाहिँ अन्तिम दिनमा विसर्जन गर्ने भन्दा अलिकति मनमा नराम्रो पनि लाग्दो रहेछ र गुरुजीहरू सबैजना बिदा भइसक्नु भएको छ र हामीहरूले फुलपाती लिएर नदीको तर्फ अघि लम्किँदैछौँ र दिदीहरू यता बिनाजीहरू सबैजना आफ्नो आफ्नो गाडीमा चढ्नु भएको छ। उता भाउजूहरूले गाडीमा चढेर अबिर दल्दै हुनुहुन्छ र हामी नदीतर्फ पनि आइपुगेका छौँ। यता चाहिँ भाउजूहरू माताजीहरू सबै राधे राधे भन्दै नदीको तर्फ लाग्दैछौँ र नदीको किनारमा पनि आइपुगिसकेका छौँ र कलशहरू सबै एकट्ठा गरेर हामीहरूले पूजा गऱ्यौँ र पूजा गरिसकेपछि हामीहरूले कलशमा जुन ल्याएको पानी थियो त्यो पानी सबै विसर्जन गऱ्यौँ। यता चाहिँ भाउजूहरू डाँडातिर आउँदै हुनुहुन्छ। यता भाउजूहरू धेरै थकित भएर बस्नुभएको रहेछ गलेर। 3 दिनसम्मको पुराणमा गल्न त स्वाभाविकै हो, सबैजना गलिन्छ र हामीहरू फुलपाती विसर्जन गरेर हाम्रो गाडीतर्फ पनि आइपुगेका छौँ र त्यसैमा मैले आजको ब्लग समाप्त गरेँ। राधे राधे, जय श्रीराम।